मा हामी जान्नेछौँ कि तपाईँले आफ्नो होम पेजमा कसरी यी कुराहरू राख्न सक्नुहुनेछ। जस्तै कि यहाँ मैले अब पोस्ट राख्नु पर्यो मेरो वेबसाइटको भने, मैले मेरो वेबसाइटको पोस्टहरू कसरी यहाँ राख्न सक्छु भन्ने कुरा हो। यो चाहिँ हामीले एलिमेन्टर युज गरेका छैनौँ। अहिलेलाई हामीले पेज लेयर युज गरेका छौँ। हामीसँग पेज लेयरको प्रो भर्जन भएको कारणले एलिमेन्टरको भन्दा धेरै फिचर हामीसँग हुन्छ। त्यही भएर हामीले पेज लेयर युज गरेका छौँ होइन। प्रो भर्जन हामीसँग छ। तपाईँले केही गर्नु पर्दैन, जस्ट यहाँ गएर सर्च गर्नुहोस् पोस्ट। तपाईँले पोस्ट कन्टेन्ट पनि सर्च नगर्नुहोस्, पोस्ट स्क्रिप्ट पनि सर्च नगर्नुहोस्, कमेन्ट पनि नाही, पोर्टफोलियो पनि नाही, नेभिगेसन पनि नाही, पोस्ट इन्फो पनि नाही। जस्ट एउटा पोस्ट भन्ने यो टाइटल रहेको छ, यसलाई यहाँ सर्च गरेर यसरी ड्र्याग गर्नुहोस् अनि ड्रप गरिदिनुहोस् है त। जस्तै अब तपाईँले ड्र्याग गरेर ड्रप गरिदिइसकेपछि अब तपाईँलाई कतिवटा पोस्ट चाहियो त्यही अनुसारले, जस्तै मलाई यहाँ 20वटा चाहियो। मैले 20वटा अपडेट गरिदिएँ होइन। हेर्न सक्नुहुन्छ मलाई यहाँ 20वटा चाहिएको छ। मैले 20वटा पोस्ट यहाँ अपडेट गरिदिएको छु। तपाईँले यसरी पनि हेर्न सक्नुहुन्छ। जस्तै 20वटाको सट्टा जस्तै मलाई यहाँ 100वटा चाहिएको छ। 100वटा अपडेट भयो। अब यहाँ अरू कुराहरू के हुन्छ त भन्दा जस्तै यहाँ मलाई एउटा फिचर चाहिँ कस्तो मन नपरेको भने यसको यो न्यू पेजमा चाहिँ खुलाउन नमिल्दो रहेछ के। अनि त्यसैलाई मैले यहाँ हेर्दैछु पोस्ट टाइप सो पोस्ट रहेको छ इन्क्लुडेड बाई इग्नोर पोस्ट। ल हेर्नुहोस् है त, मैले अपडेट गरिदिइसकेपछि मेरो पल्लाको वेबसाइट यस्तो देखिन्छ होइन। अब मैले अपडेट भइसकेपछि योमा मेरो नयाँ पोस्टहरू चाहिँ कस्तो देखिन्छ यहाँ हेर्नुहोस् है त। मैले वेबसाइट रिफ्रेस गरेँ, रिफ्रेस गरिसकेपछि हेर्नु त मेरो वेबसाइटको सबै पोस्टहरू यहाँ फ्रन्ट स्क्रिनमै देखियो। अनि फ्रन्ट स्क्रिनमा अझ हामीले यहाँ एडिट गरेर अझ बनाउनु छ होइन। जस्तै यसलाई न्यू स्क्रिनमा न्यू पेजमा खोल्नुभयो भने अब यो पोस्ट देखियो होइन हजुरहरूलाई। यो पोस्ट देखिसकेपछि यो क्याटेगोरी हामीले अझ मिलाउनु पर्ने छ। यो क्याटेगोरी पनि सायद मिल्छ होला, म क्याटेगोरी पनि एड गर्छु है त। सिए क्याटेगोरिज भन्ने आएको छ। यो क्याटेगोरिजलाई खै यसरी यहाँ यसलाई चाहिँ हामी ड्रप डाउन अनुसारले राखिदिउँ। ल चुज CATEGCATEGOR category what UWANT। जस्तै मैले यहाँ यसरी क्याटेगोरी बनाइदिइसकेपछि त अब यसमा के हुन्छ भने नेभिगेसन एकदमै इजी हुन्छ क्या। अनि त्यही भएर मैले क्याटेगोरी यसरी बनाइदिएँ होइन। चुज क्याटेगोरी वाट यु सिलेक्ट क्याटेगोरी, अब कतिवटा पोस्ट रहेको छ त्यही अनुसारले तपाईँले यी कुराहरू हेर्न सक्नुहुन्छ। जस्तै ब्लगमा कतिवटा रह्यो, जस्तै ब्लग मात्रै चाहिएको छ भने ब्लगको मात्रै कुरा आयो होइन। यहाँ अझै धेरै कुराहरू एडिट गर्न अझै बाँकी छ। हामी अझै एडिट गर्नेछौँ है त। यसरी गर्नुभयो भने यसले चाहिँ के फाइदा हुन्छ त भन्दा तपाईँको नेभिगेसन एकदमै इजी हुन्छ क्या। यसले गर्दा नेभिगेसनलाई चाहिँ एकदमै इजी गराइदिन्छ यसले। जस्तै ब्लग आयो, ब्लगलाई सिलेक्ट गर्यो भने ब्लगको मात्रै क्याटेगोरीहरू आयो होइन। यसरी अझ यसलाई न्यू पेजमा खोल्न मिल्ने गराउँछु म यसलाई। जस्तै ब्लग बाहेक जस्तै मलाई अब एचटिएमएलको मात्रै पढ्नु पर्यो भने त्यही जस्तै एचटिएमएलको बारेमा पनि छ यहाँ होइन। यसरी तपाईँहरूले हेर्न सक्नुहुन्छ क्याटेगोरीहरू चुज गरेर। अझ यसलाई अझ राम्रो गराउनको लागि सो हाइरार्की रह्यो, सो पोस्ट काउन्ट क्याटेगोरीमा। अझ न्यू पेजमा चाहिँ हामीले यसलाई खुलाउनु पर्छ है। जस्तै लिङ्क कहाँ रहेको छ, बक्स स्टाइल ब्याकग्राउन्ड हुबर यो बसेन राख्नु होइन। ल यति हो। अनि यहाँ मेनुमा चाहिँ यो न्यू पेजमा नखुल्ने भएको हो र त्यस्तै लाग्यो। म यसलाई पनि यहाँ एडिट गर्छु है। अनि यसरी यहाँ हाम्रो होम पेज छ, होम पेज यहाँ आइछ त। होम पेज पनि न्यू पेजमा नखुल्ने भएको रहेछ है। अनि यहाँ यो मिस्टेक चाहिँ यहाँ छ क्या, लिङ्क एट्रिब्युट पोस्ट पेज भन्ने छ, डिस्क्रिप्सन
CSS यो चाहिँ नहटा some screen element can be checkbox page layer template and to arrange by भनेको छ मैले यहीँदेखि बनाएको थिएँ रोप्न त ल यहाँ यो भयो भने चाहिँ एकदम राम्रो हुन्छ यो पल्ला हुन्थ्यो मैले कहाँ एउटा मिस्टेक गरेको छु कि जस्तै यो न्यू पेजमा ठ्याक्क खुल्थ्यो न्यू पेजमा खुल्यो भने तपाईँहरूलाई एकदम सजिलो हुन्छ कि जस्तै अब लगइन फर्मको कोडहरू चाहियो भने त यसै जस्तै यहाँ लगइन फर्म चाहियो होइन लगइन फर्म यसरी चुज गर्नुभयो भने अब लगइन फर्ममा भएका सबै कुराहरू यहाँ आउँछ अब यहाँ के इरर आयो भने यस्तो यहाँ यो पर्सेन्टको आएको छ यो साइटको टाइटल यहाँ हामीले यसलाई पनि एडिट गर्नु पर्दिन्छ टाइटल एन्ड ट्याग यसरी एडिट गरिसकेपछि हाम्रो के हुन्छ त भन्दा पोस्ट टाइपमा यहाँ कता तिनवटा ऊ बजे जस्तो लाग्यो क्या पोस्ट टाइटल यहाँ पनि सेम छ पोस्ट स्क्रिप्ट यहाँ पनि ठिकै छ त त्यो मैले अर्कोमा चाहिँ सल्भ गरेको थिएँ यसमा चाहिँ अलिक पर्सेन्टेज आएको छ यसलाई म अझै म यसलाई यहीँदेखि नै सल्भ गर्छु त यहाँदेखि नै हुन्छ जस्तो लाग्यो मलाई टाइटल एन्ड मेटा भन्ने यहाँ छ होइन ट्याक्सोनोमी यो भयो आर्चिभ पोस्ट अट्राज जस्तै यसलाई अफ गरिदिए पनि हुन्छ होला यो त्यहाँ इरर आएको छ सकभर यो इरर अझै नराम्रो देखिन्छ नि त त्यो बाटोको अनि त्यही भएर जस्तै लगइन फर्म म्याक्रो नेपाल भन्नेमा चाहिँ आयो होइन त्योभन्दा पनि ल यसलाई अब इनेबल गरिदिउँ है त इनेबल गरेर सेप चेन्ज गरौँ फेरि लगइन फर्म अझै पनि पर्सेन्टेजमै आएको छ है कहाँ छ यो पेजमा छ पोस्ट टाइपमा यो चाहिँ बाई डिफल्ट नै आएको हो कि जस्तो लाग्यो मलाई सर्च गरौँ है अझै पनि त्यस्तै छ जस्ट पोस्ट टाइटलमा चाहिँ हाल्न खोजे हो केही छैन है ल हेर्नु तपाईँले चाहे अनुसारले यसरी क्याटेगोरी अनुसार आएको छ अझ यहाँ हामीले यहाँ धेरै कुराहरू सल्भ गर्नु बाँकी छ होम पेज भएपछि तपाईँले नेभिगेसनमा पनि एकदम इजी हुन्छ होइन अब सरी यो क्याटेगोरीको उमा आएको जस्तो लाग्यो मलाई क्याटेगोरिज कहाँ छ यो क्याटेगोरिज यहाँ इरर भएछ ल अब चाहिँ सल्भ हुन्छ है ल हेर्नुहोस् है त અહીં लगइन फर्म चाप्दा हेर्नु अब અહીં लगइन फर्म चाप्दा कस्तो अहिले लगइन फर्ममा त्यो केही पनि आएन नि होइन जस्तै यहीँ हेर्नु होइन होम पेजमा घरको न्यू पेज खोल्छु ल हेर्ने त लगइन फर्ममा आएको केही पनि आएन म यता साह्रै हेर्ने लगइन फर्ममा यस्तो आएन होइन यो कुराहरू सबै जान्नुपर्छ है जानेपछि एकदमै सजिलो हुन्छ जसले गर्दा अब यहाँ यसो गराएर एससिओको ट्युटोरियलहरू पनि हेर्न पाइयो अनि अब कुन क्याटेगोरीको कतिवटा पोस्ट छ त्यो पनि हेर्न पाइयो होइन